धेरैजसो किसानहरूको चाहिँ बानी कस्तो हुन्छ भने कोही चाहिँ सिधै जुगाको औषधि खुवाउनुहुन्छ र अरू केही पनि खुवाउनुहुन्न र केही किसानहरूले चाहिँ थाहा हुन्छ कि जुगाको औषधि खुवाउँदा चाहिँ लिभर टोनिक पनि खुवाउनुपर्छ र उनीहरूले चाहिँ पसलबाट लिभर टोनिक पनि किनेर ल्याएर खुवाउनुहुन्छ जुगाको औषधि खुवाउँदा चाहिँ। र कति किसानहरूलाई चाहिँ लिभर टोनिक किन खुवाउने भन्ने नै थाहा हुँदैन र आज चाहिँ यस भिडियोमा मैले चाहिँ लिभर टोनिक किन खुवाउने र कस्तो कस्तो केसमा चाहिँ कस्तो खालको लिभर टोनिक खुवाउने भनेर तपाईँहरूलाई बताउँछु। सामान्यतया लिभरमा पहिलो समस्या भनेको एउटा फ्याटी लिभरको समस्या हुन्छ र यस्तो फ्याटी लिभरको समस्यालाई समाधान गर्नलाई चाहिँ कोलिन क्लोराइड, एल्कानिटाइन, सर्बिटोल जस्ता चिज भएको लिभर टोनिक खुवाउनु पर्ने हुन्छ र स्पेसल्ली जुगाको औषधिमा चाहिँ तपाईँको जुन लिभर टोनिक खुवाउनुहुन्छ यो बेला चाहिँ जुगाको चाहिँ चलाएपछि खाना नखाने मतलब घाँस पराल नखाने यस्तो समस्या आउँछ पशुहरूमा चाहिँ। र यस्तो नहोस् भनेर विशेष गरी चाहिँ त्यतिखेर चाहिँ लिभर एक्सट्र्याक्ट विथ बी कम्प्लेक्सहरू भएको चाहिँ लिभर टोनिक खुवाउनु जरुरी हुन्छ। सँगसँगै चाहिँ जुगाकै औषधि खुवाउने बेला चाहिँ मात्र तपाईँले लिभर टोनिक चाहिँ खुवाउनुहुन्छ भने चाहिँ यस्तो बेला चाहिँ तपाईँले लिभर सिरोसिस, हेपाटिक ब्लिडिङ जस्तो समस्या र हेपाटोटक्सिसिटीहरूको समस्या सँगसँगै चाहिँ लिभर टिस्यु ड्यामेज पनि हुने भएकाले चाहिँ सिलिमरिन, फेरिक क्लोराइड जस्ता चिजहरू भएको चाहिँ लिभर टोनिक खुवाउन सक्नुहुन्छ। र बजारमा चाहिँ यो सबै चिजहरूलाई चाहिँ एउटैमा मिलाएर बनाएको चिज चाहिँ एउटा लिभर टोनिकमा चाहिँ लिभोक्र्याट भनेर पाइन्छ बजारमा चाहिँ।